तिब्बती धर्मगुरु दलाई लामामाथि हाल विभिन्न सामाजिक सञ्जाल लगायत मिडियामा हुँदै गरेको नकारात्मक टिप्पणीहरूको प्रतिवाद जनाउन आज दार्जीलिङमा तिब्बती समुदाय लगायत विभिन्न संघ संस्था साथै बुद्धिस्ट समुदायका जनमानसहरूद्वारा एउटा शान्ति र्यालीको आयोजना गरियो। चौरस्ताबाट शुरू भएको यस र्याली दार्जीलिङ क्याभेन्टर्स हुँदै एलिस भिल्ला भएर चौरस्तामा नै आएर एउटा पथसभापछि टुङ्गियो। उक्त र्यालीमा दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी लगायत अन्य राजनीतिक दलका नेताहरू, सामाजिक कार्यकर्ता आदिले अंशग्रहण गरेका थिए। धर्मगुरु दलाई लामामाथि हुँदै गरेको टिप्पणीहरू झट्टै बन्द गर्नुपर्छ, साथै यस कार्यमा लिप्त मानिसहरूलाई सरकारले पक्राउ गर्न पर्ने माग उक्त पथसभा मार्फत राखियो। Long live! Long live! Long live! आकाश लामा बुद्धिस्टहरूको छाता संगठन विगत दिनमा हामीले धेरै बौद्धहरूको निम्ति धेरै एकताको सूत्रमा बाँध्नको निम्ति धेरै हामी काम गरिरहेको छौँ सरकारको समक्ष। हाम्रो अल इन्डिया बुद्धिस्ट फोरमको व्हाट्सएप ग्रुपमा देख्ने बित्तिकै हामीले राति 10 बजी प्रण गर्यौं, हामी सिधा पुग्नुपर्छ दार्जिलिङ, किनभने भारत देशको नाम उच्चा गर्नुमा आज प्रधानमन्त्री विदेश जानुहुन्छ, प्रधानमन्त्री विदेश गएर भन्छ म बुद्धको देशबाट आएको भनेर, प्रधानमन्त्रीले भन्नुहुन्छ हमने बुद्ध दिया है युद्ध नहीं दिया भन्छ। जापानमा जान्छ उहाँले भन्छ म बुद्धको देशबाट आएको भनेर भन्छ। तर हाम्रो महागुरु, हाम्रो हिज होलिनेस दलाई लामामाथि सोशल मिडियामा यस्तो नराम्रो लान्छना लागेको छ। यसलाई हामीले अल इन्डिया बुद्धिस्ट फोरम समस्त बौद्धहरूले जोरले भर्त्सना गर्न चाहन्छौँ। आज सरकारको समक्ष यो भन्न चाहन्छौँ, दलाई लामा महागुरु हिज होलिनेस दलाई लामाज्यूले संसारमा शान्तिको दूत भएर कम्पेसन, शान्ति, मुदिताको कुरा गर्नुहुन्छ। आज हामी भन्न चाहन्छौँ, हाम्रो बौद्ध धर्ममा जुन प्रकारले एउटा करुणाले त्यो नानीलाई जुन चाहिँ अङ्गालो मार्यो, त्यसलाई षड्यन्त्र गरेर सोसियल मिडियामा एउटा नराम्रो रूप देखायो, यसलाई हामी घोर भर्त्सना गर्न चाहन्छौँ। हामी भन्न चाहन्छौँ, आज दार्जिलिङको प्राङ्गणमा एउटा कुरो भन्न चाहन्छौँ, हामी भारत एउटा सेकुलर देश, आज प्रत्येक धर्मको आफ्नो आफ्नो सेन्टिमेन्ट हुन्छ, आफ्नो आफ्नो आस्था हुन्छ, प्रत्येक कल्चरको आफ्नो आफ्नो आस्था हुन्छ। हामीले एक अर्काको धर्मलाई, एक अर्काको कल्चरलाई
हामीले रिस्पेक्ट दिनुपर्छ, यो पनि यहाँबाट भन्न चाहन्छु म। आज जुन प्रकारले यो हामी सोशल मिडियामा देख्नु पाउँछौँ, आँखामा आँसु आउँछ, आँखामा आँसु आउँछ। जुन देशमा भगवान बुद्धले आफ्नो बुद्धत्व प्राप्त गरेर देश विदेशमा यो धर्मको प्रचार प्रसार गरिए, जुन देशमा अशोक द ग्रेटले अशोकको स्तम्भ दियो, चक्र दियो, त्यो देशमा चाहिँ बुद्धत्वको बुद्धिस्टको दासत्व भइरहेको छ। यसलाई हामीले बहुत विरोध गर्न चाहन्छु। आज हिज होलिनेस दलाई लामाज्यूको हामी आह्वान गर्न चाहन्छौँ इन्फर्मेसन ब्रोडकास्टिङ मिनिस्ट्री गभर्मेन्ट अफ इन्डियालाई, यस्तो नराम्रो टिप्पणीहरूलाई तपाईँले जल्द से जल्द स्टप गर्नुपर्छ। अनि जो पनि यसमा दोषी छ, सरकारको अलग अलग यन्त्रहरू हुन्छ, इन्फर्मेसन ब्रोडकास्टिङ मिनिस्टर यहाँबाट हामी तपाईँलाई दरखास्त गर्न चाहन्छौँ, आग्रह गर्न चाहन्छौँ, यो जो पनि दोषी छ तपाईँले झट्टै भन्दा झट्टै पक्रिदियोस् भन्ने हामी यहाँबाट भन्न चाहन्छौँ। यो 22 तारिक हाम्रो बुद्धगयामा सभा भइरहेको छ अल इन्डिया बुद्धिस्ट फोरमको। आज यो पनि भन्न चाहन्छु, बुद्धगयामा जुन चाहिँ हाम्रो सभा भइरहेको छ अल इन्डिया बुद्धिस्ट फोरमको, त्यसको मूल कारण चाहिँ के भने हाम्रो बुद्धिस्टहरूको आफ्नो पर्सनल ल छैन, आफ्नो कानुन छैन। आज हामीलाई हिन्दू लमा राखेको छ। आज बिहा गर्दाखेरि डेथ सर्टिफिकेट पनि हामीले हिन्दू लको अनुसार हामी थाप्नुपर्छ। आज मुसलमान दाजुभाइहरूको आफ्नो पर्सनल ल छ, आफ्नो कानुन छ, क्रिस्चियन दाजुभाइहरूको आफ्नो कानुन छ, तर बुद्धिस्ट र जैनलाई हिन्दू लमा राखेको छ। हिजो अस्ति हामीले सिलगढीमा नेशनल माइनोरिटी कमिसन का मेम्बर बुद्धिस्ट मेम्बर रिन्छेल लामोजुलाई निम्ताएको थियौँ, हामीले ज्ञापन दिएको छौँ। त्यसकै फलोअप मिटिङ बुद्धगयामा भइरहेको छ 22 तारिक अप्रिल। अनि बुद्धगयामा हाम्रो जुन चाहिँ आस्थाको केन्द्र बुद्धगया मन्दिर 9 जना मेम्बर छ कमिटीमा, बीटीएमसी कमिटी भनिन्छ। 9 जनामा चेयरम्यान बुद्धगयाको डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुन्छ भने 8 जना मेम्बरमा 4 जना हिन्दू, 4 जना बुद्धिस्ट। म आज दार्जिलिङमा भन्न चाहन्छु, बुद्धिस्टहरूको गुम्बा बुद्धिस्टले चलाउनु पर्छ, हिन्दूले होइन। त्यसैको निम्ति हाम्रो सभा छ बुद्धगयामा। हिजो राति मध्ये मैले जब सोसियल मिडियामा पाएँ, मन उतुस पुतुस भयो। हामीले कालिम्पोङ, दार्जिलिङ, दिल्ली, मुम्बई सबैतिर फोन गर्यौँ। यसरी हामी पुरा भारतमा नै हामीले यसरी फोहोर बच्न हामी गर्नेछ, कार्यक्रम गर्नेछौँ। फेरि पनि तपाईँहरूले चाहिँ आइदिनु भयो। यसरी नै हामी एकता भएर शान्तिमा हाम्रो जुन चाहिँ हाम्रो मूल मन्त्र छ, शान्तिको, करुणाको, मैत्रीको, मुदिताको, आज हामी भन्न चाहन्छौँ। हामी बौद्धहरू अर्काले उन्नति गर्दा हामी खुसी हुन्छौँ। बौद्धहरू त्यो धर्म हो, त्यसलाई मुदिता भनिन्छ। आज तपाईँले गाडी किन्नु भएको छ, तपाईँभन्दा खुसी चाहिँ हामी हुन्छौँ, बुद्धिस्ट हुन्छ, यो पनि भन्न चाहन्छु। आज तपाईँहरूले जुन प्रकारले यो कालो ज्याकेट लगाएर, मैले पनि हतार राति 12 बजी ज्याकेट खोजेँ, कहाँ कालो कहाँ छ मेरो भनेर लिएर आए। एउटा प्रतीक हो, हामी एउटा शान्ति जुलुस गर्ने। यसरी नै हाम्रो मागहरू, यसरी नै हाम्रो जुन पनि यदि हामीमा आघात पुगेको छ भने हामी बौद्धहरूले कुनै ठुलो मारकाट या कुनै आन्दोलन गरेर होइन, हामी शान्तिले, यसरी शान्ति नै हाम्रो प्रकारले हामी र्याली गर्छौँ। अनि फेरि पनि भारत सरकारलाई, राज्य सरकारलाई पनि आह्वान गर्न चाहन्छौँ, जो पनि यहाँ यसमा हाम्रो मुटु, हाम्रो
प्राण हाम्रो हिज होलिनेस दलाई लामाज्यूलाई जुन प्रकारले 87 वर्ष पुगेको यो लाज लाग्नु पर्ने हो जसले पनि गरेको छ जसले पनि यो गरेको छ त्यसले माफी मागोस्। सरकारलाई आह्वान गर्न चाहन्छौँ झट्ट भन्दा झट्ट त्यो मान्छेलाई चाँडै पक्रिदियोस् भनेर हामी आह्वान गर्न चाहन्छौँ। यसरी एक सूत्रमा हामी बसिरहौँ भन्ने कामना गर्दै मेरो यो सानो सम्भाषण म यहाँ अन्त गर्न चाहन्छु। भवतु सर्वमङ्गलम्। हेलो हेलो Delicious. Lagi Feba ya kumare. Nepali explain lah. Okay. आज यहाँ हामी सबै उपस्थित भएको छौँ। यो एकदमै दुःख लाग्दो कुरा हो है र यो दुःख लाग्दो घडीमा हामी म एज अ म्युनिसिपालिटी चेयरम्यान I stand with you all, and being a half Tibetan myself because I studied in school, so my sympathy and sentiment is very attached with my friends and family. So you're all my family actually. Being with name I'm Nepali, but with my structure and mind I'm Tibetan. So I've got that feeling. के भन्न चाहन्छु भने His Holiness I respect him a lot. जे पनि गर्यो जसले पनि गर्यो I condemn it. Darjeeling stands with you all. Not only me as a chairman, but I promise गर्छु कि दार्जिलिङ को entire, not only Buddhist community, Hindu, Christian, Muslim, सबैजना तपाईहरु हामीसँग स्ट्यान्ड छ। हामी सबैसँग यो अपिल गर्न चाहन्छौँ कि हिज होलिनेसलाई जति क्यारेक्टर एसासिनेसन हुँदैछ उहाँको त्यसलाई हामी जति पनि उहाँलाई डिफेम गर्दैछ त्यसलाई हामीले जति सक्दो कन्डेम गर्नुपर्छ। र म ज्यादा बोल्न चाहदिनँ। आई एम भेरी इमोसनल राइट नाउ किनभने जुन कुरा नहुनु पर्ने थियो त्यो भयो। अब त्यसलाई यो मिडियालाई पनि अपिल गर्न चाहन्छु कि प्लिज तपाईहरुले हिज होलिनेसको यो क्यारेक्टर हैन, उहाँ त्यस्तो हुँदैन। उहाँ एउटा स्टेटमेन्ट हो। उहाँ रिलिजियस लिडर भन्दा पनि ज्यादा उहाँ एक्जाम्पल हो कम्प्यासनको एक्जाम्पल हो उहाँ। र उहाँलाई यस्तो खालके स्टेटस दिनु भनेको मिडियालाई पनि म आई फिल सरी फर देम के भन्नु है। यति नै भन्दै म मेरो यो कुरालाई यो गर्छु है। अन्त सँगै कि I'll stand with you all. Dalai. I'll speak in Nepali itself. या म आज अनित थापा सरको रिप्रेजेन्टेटिभ भएर आएको छु है। On behalf of Anit Thapa sir and entire party and entire GTA, तपाईहरुलाई यो हामी यहाँ भन्नु आएको, we stand with you all. We condemn the unethical act of the media whosoever has done it. अनि यो पनि भन्न चाहन्छौँ भारत सरकारलाई प्रधानमन्त्रीको अगेन्स्टमा रातारात बीबीसी को डकुमेन्ट्रीलाई ब्यान गर्छ भने हाम्रो भगवान सर महागुरु दलाई लामालाई जुन डिफेम गर्ने त्यो प्रयास भइरहेको छ यसलाई पनि यो माथि पनि एक्सन लिएको हुनुपर्छ। अनि जसले पनि आजसम्म त्यहाँ कमेन्ट शेयर अथवा यो डिफेम गर्नुमा साथ दिएको छ उनीहरूलाई पक्राउ गरेको हुनुपर्छ अनि इन्क्वायरी भएको हुनुपर्छ। यो के स्पोन्टेनियस स्पोरेडिक थियो कि यो सुनियोजित कुनै प्रो चाइनिज एजेन्सीहरूले गरेको यो माथि इन्क्वायरी भएको हुनुपर्छ। किनभने अरूको निम्ति दलाई लामा केवल अरू देशको निम्ति अनि अरू जसले यो गरे उसको निम्ति दलाई लामालाई एउटा टिबेटन लिडर मात्रै मान्छ होला, तर हाम्रो निम्ति उहाँ एउटा आस्थाको प्रतीक हो। हाम्रो निम्ति उहाँ एउटा गुरु हो।
त्यसले गर्दा we stand with you all. The entire BGPM family, Anit Thapa sir and his team stands with you all because Dalai Lama, His Holiness Dalai Lama is not just only yours, he's ours too. We too seek his blessings and we ask for forgiveness for whoever have done this evil act. Forgive us because we also are sinners. किनभने हामीले पनि देख्यो, हामीले देख्नु हुन्थ्यो नि यो कुरा, त्यसले गर्दाखेरि हामीलाई माफ गरिदिनुहोस् भन्दै है फेरि पनि तपाईहरु सबैको साथमा सबै दार्जिलिङ छ अनि थापा एन्ड हिज टिम छ भन्दै मैले यो दुई शब्द यही समाप्त गर्न चाहन्छु। धन्यवाद। 대표사 학과도야 아니 다른기 레규 디낭로라야 아니 가라조 소나타 네 아니 가라조 모टा 배지 장 줍시 모टा 줍시 두셀레제 가라조 디 레규 낭로라야 아 냠슈 두선낭샤 아니 디 약교낭예레 냠슈낭예레 상말라야 예 두지치 슈에당 아니 다리 나라주기 딜레규 디네 나주기 가리또 투소다 제자 나라주기 야와른 보치 슈두이 잠발라 야와른 보치 나라주기 독자직지 임보다 나라주기 아 유미기 유미냠도 참두인게 천다 임보다 나라주기 찍찍이 천다 임보다 다른게 레규 디낭로능에 정말 세고 초유지를 지기도